hours later. हेलो साथीहरू नमस्ते अनि सेवा हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ भन्न चाहन्छु। साथीहरू आज धेरै समयपछि म चाहिँ भिडियो बनाउँदैछु। आई होप हजुर सबैजना एकदम सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु, आरामै छु, ठिकै छु भन्न चाहन्छु। यस्तै हो साथीहरू, सुरुमै के भने एन्ट्री गर्नै आउँदैन। सो म चाहिँ यत्तिकै भिडियो बनाउँछु ल, सबैजनाले माया गरिदिनु होला। अनि म साथीहरूलाई कसैलाई पनि बिर्सेको छैन, एकदम सम्झिरहेको छु भन्न चाहन्छु। अनि यति मलाई पनि नबिर्सिनु होला भन्छु। के भन्ने अनि साथीहरू म चाहिँ आज कहाँ जाँदैछु भन्दाखेरि आज चाहिँ म जङ्गलतिर जाँदैछु। अनि सो साथी पनि छैन नि त, अनि म एक्लै नै जाँदैछु जङ्गलतिर। जङ्गलमा चाहिँ किन भन्दाखेरि चारो खोज्नु जाँदैछु। अनि यही चारो खोजेको भिडियो बनाउनु पर्यो भनेर एक्लै जङ्गल जाँदैछु। अनि जङ्गलमा अलिअलि डर पनि लाग्छ नि त, अनि यही भिडियोमा बोल्दै अलिअलि बनाउनु पर्यो भनेर म चाहिँ भिडियो स्टार्ट गरिरहेको छु। साथीहरू त्यति राम्रो मलाई बोल्नु आउँदैन है, किनकि मैले बिर्सिसकिहालेछु। पहिला त अलिअलि हल्का फुल्का बनाएर आउँथेँ, अहिले त कहिलेकाहीँ यस्तो अल्छी भएको छु नि साथीहरू। म भिडियो बनाइराखेको हुन्छु बनाउनु त, तर एडिट गर्ने अल्छी लाग्छ। अनि त्यत्तिकै छोडिदिएकै सो म त्यस्तो ठुलो त्यो भिडियो बनाउनै पर्छ, हाल्नै पर्छ भन्ने त होइन। सो यसो कहिलेकाहीँ हाल्नु मन लाग्छ, सो आज चाहिँ हाल्छु। अल्छी नगरिकन राति नसुती भए पनि एडिट गरेर भिडियो हाल्छु। अनि भिडियो हालेपछि नि साथीहरू मेरो चाहिँ खालि त्यो कपिराइट भइदिइहाल्छ क्या। अनि त्यो त्यसमा लाउने धुनहरू यो चाहिँ कपिराइट हुँदैन होला, यो चाहिँ हुँदैन होला भन्छु। त्यो धुन लगाइसकेपछि कपिराइट भइहाल्छ। अनि मलाई अल्छी लागिहाल्छ। हुन त मेरो त्यस्तो त्यो कपिराइट हुँदाखेरि बिग्रिने त केही पनि होइन। सो मेरो त त्यही भ्युज आयो भने मात्रै आउने हो, त्यतिको लागि मात्र हो अहिले चाहिँ। त्यही भएर झन् कपिराइट भएको भए गरिरहन्छ नि, मलाई त अल्छी लाएर। अनि साथीहरू मैले भिडियो एडिट पनि नगरिकन गर्दिनँ पनि हाल्दिनँ पनि। सो आज चाहिँ म चारो टिप्नु गएको छु। अनि यही भिडियो बनाउँदै जानु पर्यो भनेर साथीहरू म चाहिँ घरदेखि ओरतिर आइरहेको छु खोल्सामा। अनि खोल्सामा आएर भिडियो सुरु गरेको यो सुरु गरेको नि मैले 10वटा जति भयो होला। अब यो चाहिँ कन्फर्म हाल्छु, किनकि सुरुमा एन्ट्री गर्नै आउँदैन साथीहरू। अब बोल्नु पनि कस्तो लाग्छ। अनि को मान्छे छ कि पछाडि, कसले सुनिरहेछ कि कहाँबाट चाहिँ आइरहेछ कि जस्तो हुन्छ। अनि यो चाहिँ म भित्तामा लुकेर स्टार्ट गरिरहेको छु। कस्तो लाग्छ साथीहरू, खोइ के भएको कसले देखिरहेछ कि के जस्तो। माथि मान्छेले देखिँदा गयो जस्तो लाग्छ साथीहरू। ल म चाहिँ त्यही हो, हजुरहरूले मलाई नबिर्सिनु होला। आज मेरो चारो टिपेको भिडियो सबैजनाले हेरिदिनु होला भन्न चाहन्छु। है त साथीहरू, ल गफ गर्दै जाउँ है त। म चाहिँ घरदेखि धेरै ओरानी आइसकेँ, बाटो जाँदैछु। अनि आज चाहिँ मेरो आजको चारो टिप्ने ड्रेस मैले आज गममुट लगाइरहेको छु। गममुट लगाएर टिपिदिनु पर्यो भनेर गममुट लगाएर गइरहेको छु। म चाहिँ यही बाटो जाँदैछु भएर पनि यही बाटो आउँछु। सुकौरो लागेर खडेरी लागेर यतातिर त घाम भने कति धेरै बुधबार जान्छु भन्थ्यौ। अनि ए को उताको साइबी हो? एमे यत्रो बडामा भइसकेछ। म भरै पस्छु है, खाजा भोक लाग्छ, खाजा खानु। कहाँ जाने त? अहिले त भक्कु भात खाएर हिँडिरहेको छु। अहिले हिजो पनि आउनु भने त कान्छे गोरुले नाइ कति अहिले भएर पस्छु। नो कति कता लाने गाई गोरु? त्यतै हुँदै चलाउँदै गर न, अहिले म पनि आउँछु। उयो खै कता हुन्छ अब? ल म चाहिँ
यहाँ उरा निकै घरदेखि निकै उरै आइसके। यहाँ मासतिर बहिनीले मलाई चाहिँ बोलाउँदै थियो हिजो पित्रा भएको थियो नि त अनि पित्रा उता गाई गोरुले हान्दैन उता ओइ म चाहिँ यहाँ बहिनीसँग बोले साथीहरू अलिक बेर किनकि हिजो त्यो पित्रा थियो नि त अनि हाम्रो पूजा हुन्छ नि त अनि त्यहाँनिर बिहानभरि आएँ सघाएँ अनि दिउँसो बुबा पनि यतै म ओइ कहाँ गएको मुला यहाँ के त तेरो बुबा पनि यतै मम्मी पनि यतै गाई गोरुले घोचा उखालेर बिजोग थियो भाउजू अनि म त गोठाला पो गइदिएँ के भयो मलाई त हिजो त ए घरमै पठाइदिइहाल्नु भएछ चारो खोज्नु गएको कता चराउनु हुने आउनु है भाउजू हुँदै जाउँ यता ओइ चारो खोज्नु जानु भएको हो चारो खोज्नु तपाईँहरूको चेमचेमातिर कतिको छ म त त्यता ताकेर हिँडेको लु म आज सबै ल्याइदिन्छु है कहाँ छ त्यता चाहिँ काहीँ नभएको त अलेन्जी बारीको टिप दिन्छ भनेर जान्छु हुन्छ हस् भाउजू हस् भाउजू हस् बाटोमा मान्छे अघि म के भन्दै थियौ त्यो पित्रामा यस्तै बहिनी हिजो थियो नि त अनि भाउजूले पनि भन्नुहुँदै थियो हिजो आएन भन्नुहुँदैछ किनभने बिहानभरि आएँ अनि यता त्यता सघायो अरे घरमा गाई गोरु लथालिङ्गा नि त सबैजना यता केटाकेटी स्कुल अनि म त आइनँ अनि किन नआएको भन्नुहुँदै थियो अनि त्यही भएर म चाहिँ गोठाला जानु पर्यो नि त त्यस्तै हो साथीहरू सबैजना खाएर ओरेर मात्र भएन गाई गोरुको पनि भोको प्यासो हेर्नु पर्यो भनेर म चाहिँ गोठालातर्फ लागेँ त्यहाँ बसिनँ अनि मलाई गाली गर्नु हुँदैछ यहाँ छिमाले पनि हिजो नआएर भन्नुहुँदै थियो अब के गर्नु खै किन मलाई आजकल त्यति साह्रो हिजो आज अलिक दिमाग खै के भइरहेछ तर कसैले बुझ्दैन मलाई भनेर भन्नु अरे साह्रै खै के भएको कहीँ रमझममा त बस्नै मन लाग्दैन म त एकान्त ठाउँतिर मात्रै जानु मन लाग्छ जङ्गलतिर त्यो नेउला बासेको हुन्छ नि हो त्यस्तोतिर मात्रै जानु मन लाग्छ साथीहरू ल आजको भिडियो लामो हुने रहेछ हाम्रो चौतारा हामी यहाँ आएर बिसाउँछौँ अहिले घरमा चरा यहीँ बिसाउँछु ल साथीहरू धेरै बोलेको भयो कि अब चाहिँ बाटो पनि हेरौँ ल म चाहिँ हाम्रो अलेन्ची बारतिर हाम्रो अलेन्ची बार नभनौँ हाम्रो दाउरा काटे ठाउँमा आइपुगिसकेँ मेरो कान्छा दालाई चाहिँ अलेन्ची पर दाउरा रुख काटेको ठाउँहरू कस्तो भयो भन्नुहुन्थ्यो अनि त्यही भएर म चाहिँ यहाँ आएर झट्ट मेरो कान्छा दालाई सम्झेँ ल हेर्नुहोस् कान्छा राई तपाईँलाई हेर्नु मन लागेको छ भन्नुहुन्थ्यो लु हेर्नुहोस् यस्तो छ है उजाड लाग्दो भइरहेछ दाउरा भन्ने अझै बोकिसकेको छैन अलिअलि छ हेर्नुहोस् रुख ढालेर यस्तो भइरहेछ हाम्रो अलेन्ची बारको गतिविधि यस्तै छ भिडियो पनि लगाउँदैनौँ भिडियो पनि के हो आजभोलि त के हो युट्युबर भन्नुहुन्छ कि मलाई मेरो दाजुहरूले सबैजनाले अनि म चाहिँ भिडियो बनाउनु अल्छी भएको छु नि त अनि त्यही भएर मैले भिडियो लगाएको छुइनँ आज चाहिँ भिडियो अलिक लामो हुन्छ होला ल हेर्नु होला म यस्तो सुकौरो ठाउँमा आइरहेको छु ल हेर्नुहोस् है कान्छा राई अलेन्ची बारीको गति यस्तो छ अलेन्ची कस्तो भयो पराको भन्नुहुन्थ्यो ल हेर्नुहोस् यस्तो छ अलेन्चीको गतिविधि
यो खेत पहिला अनि हामीले कति गरेको अहिले बाजिएर यस्तो भएको छ है कान्छ राई हेर्नुहोस् दाउरा त खोल्लीको बगरा कति छ तर काटिसकेको छैन काटे पनि सकेको त पुगेको छैन यो काट्ने त अब कहिले हो कहिले यो चाहिँ हाम्रो लप्सीको रुख यस्तो भइरहेछ लप्सी चाहिँ छैन सकिएछ कम्ती फलेको थिएन सबै सकिएछ अहिले चाहिँ लप्सीको बोट हामी दसैँ बेला टिप्न आउने लप्सीको बोट हेर्नुहोस् यही हो यस्तो बाटो जाँदैछु ओह्रालो जाँदैछु म अनि मलाई त्यस्तै ठाउँ आउनु मन लाग्छ बाटो यस्तो छ यस्तो जङ्गलमा आइरहेको छु साथीहरू जति उँधो गयो उति डर लाग्छ त हरियाली जङ्गलहरू यस्तो छ म जङ्गल देखाइदिनु पर्यो पारी दिङला वारी जङ्गल पहिला हामी यतातिर आउँथ्यौँ यो रातो फुल देख्न सक्नुहुन्छ यो के हो यो फलेदो होला सायद यस्तोमा बसेर नेउला बास्छ सानो दुःख लाग्दैन साथीहरू मलाई सानो दुःख लाग्दैन कसम भनेको यो खै किन साह्रै त्यस्तो हुनु त त्यस्तो केही पनि होइन कि तर किन यस्तो विरक्त लाग्छ नि मलाई यस्तो फुलको फेदमा बसेर नेउला करा सुन्दाखेरि आमामा कसम आँखाबाट आँसै आउनु खोज्छ हौ मलाई देख्न सक्नुहुन्छ बोट बाटो देख्नुहुन्छ म यही बाटो जाँदैछु ओह्रालो ल साथीहरू अहिले चारो टिपेको पनि बनाऊँ ल अहिले धेरै लामो भिडियो हुन्छ हौ फेरि भिडियो लामो भएपछि एडिट गर्नै झ्याउ लाग्छ हौ मलाई त त्यही भएर थोरै मात्र सुनौँ ल साथीहरू जाने बाटो है यो चाहिँ खासमा तम्बेलिङ दिङला सबैतिर जान्छ खास तम्बेलिङको बाटो यो हो टाउको दुख्छ त ल त्यो पारी जङ्गलहरू हेर्नुहोस् त साथीहरू कति खाले चराहरू परिरहेछ मलाई त्यसै आउनु मन लागेको होइन नि आज खासमा मलाई जङ्गल फाडेर सबै यस्तो भएछ मलाई एक्लै जङ्गलमा आउनु मन लागेको भनेको नि आज हो क्या किनकि के भइरहेछ साथीहरू हिजो आज अलिक मोड पनि ठिक छैन भन्दाखेरि ठिकै हो यो घाम लागेर होला गर्मीले होला सायद गर्मी लागेर होला अलिकति कस्तो भइरहेछ अनि त्यही भएर चाहिँ आज मनलाई फ्रेस पार्नु पर्यो भनेर चारो पनि थिएन म चाहिँ जङ्गलतिर ताक्नु पर्यो भनेर ताक्नु मन लाग्यो अनि म चाहिँ जङ्गलतिर आएँ हरियाली छ फेरि अलिअलि डर पनि लाग्छ हौ अब चाहिँ म त्यति बोल्दिनँ है साथीहरू किनकि जङ्गल आयो डर लाग्छ चारो टिप्ने ठाउँमा आइसकेँ है साथीहरू अनि यहाँदेखि उँधो हेर्दा त झन् साह्रो कति साह्रो विरक्त भिडियोमा चाहिँ राम्रो देखेको छैन कि यहाँ तल कस्तो राम्रो रातो फुल फुलिरहेको छ ए फलेदो होला सायद फुलिरहेको छ नेउला बासिरहेको छ अनि म चाहिँ त्यस्तो होला जग्गाहरू यहाँ पट्टतिर चिसो हुन्छ र बेसरी खिसीमा हुन्थ्यो आज चाहिँ छ कि छैन म चाहिँ त्यहाँभित्र पस्नु पर्यो भन्दैछु छ कि छैन है चारो चाहिँ त्यतातिर चारो छैन भने बर्बाद भयो म चाहिँ अलिन्जी बारीभित्र पसेको साथीहरू मैले चाहिँ किनकि टाउको बाँधेँ नि त क्या कस्तो नराम्रो देखेको किनकि यहाँ कपालमा सबै पस्छ त्यही भएर चारै रहेन रहेछ अलिअलि रहेछ अनि लान्छु साथीहरू अलिअलि मात्रै गर्छु भिडियो चाहिँ अब यहाँ राख्नु
उता छ भने मजाले चारो टिपेको पुरा पर राखेर बनाउँछु साथीहरू। अहिले चाहिँ म चारो टिपेको ठाउँमा चाहिँ आइपुगेँ। यहाँ चाहिँ मम्मीले चाउचाउ दिइहाल्नु भएको छ, चाउचाउ र बिस्कुट दिइहाल्नु भएको छ। आज खाना पनि रुचेन नि त, अनि यो चाउचाउ भोक लाग्यो भने चाउचाउ खानु भनेर एउटा लाइदी पठाउनु भएको चाउचाउ छ, मेरो बिस्कुट छ। अहिले चारो टिपेर माथि बसेर खान्छु है त ल। उफ साथीहरू, म चाहिँ अहिले जङ्गलबाट निस्केको। आम्मामा साथीहरू, भन्नुहुन्छ भने चारो त कति पनि छैन रहेछ, कतै पनि रहेन रहेछ। म त अब म बाचै गर्छु, यो असार भन्दा यता म चारो खोज्नु जाँदिनँ हो। उफ बिहान 10 बजेदेखि पसेको होला, आधी डोको पनि चारो देखाउनु पर्यो। आधी डोको पनि चारो टिपिनँ। यत्रो संसार घुमे चारो भने खै अलिन्जी गाडी पसेँ। म ताकेर गएको ठाउँमा चाहिँ चारो त अलिअलि थियो, खै के गरौँ, खासक्रा खुसु काटाक्रा कुटु गरौँ। अनि डर लाग्यो, त्यहाँबाट निस्केर हिँडेकै चारै भेटिनँ। अनि रोड खोज्दै अहिले चाहिँ म बाटोतिर रोडतिर निस्किसकेँ। माथि तल चेम्चेमा भन्ने ठाउँदेखि माथि हकुपाको रोडमा निस्किसकेँ। म अहिले रोडमा आएर म ढुक्क भएर बसेको। अनि मेरो चारो देख्न सक्नुहुन्छ यति छ। अब मलाई घरमा के भन्दै जानु, मम्मीले कराउनु हुन्छ। अनि अलिकति सिमसाग भेटेँ, बरु सिमसाग टिपेँ। यति चारो म लगेर के गर्नु होला। अब मलाई मार्छ घरमा मम्मीले, चारै छैन। अनि थोरै थोरैमा चारो लाएर म घर जाँदैछु साथीहरू। अब र पनि कति बजिसक्यो, अहिले 2 बजिसक्यो। बाफ्रे चारै छैन। अब घर जाने हो, केराको दाम्चा काटिदिने, त्यही केराको दाम्चाको चारो पकाइदिने हो, यही अलिअलिसँग ल मिसाएर। अब सिस्नो फेरि यस्तो हो नि त, हाम्रो चाहिँ सिस्नो दिदी नाम सुँगुरलाई, अनि खिसीमै मात्रै। अब खिसीमै छैन, अनि त्यही भएर म त अब के गर्नु बिरक्त लाग्यो, चारै भेटाइन त। अनि अब यति लाएर घर जान्छु, मम्मीले चाहिँ कराउनुहुन्छ। मेरो चारो देखेर तपाईँहरू पनि देख्न सक्नुहुन्छ, चारो यति छ। सिमसाग अलिकति टिपेँ, बरु सिमसाग पो राम्रो भेटायो अलिकति। अनि चारो छ यति, अब के गर्ने होला।
आयो देख्न सक्नुहुन्छ है साथीहरू मेरो चारो डोको चाहिँ यत्रो परामा एक डोको लानु भनेर निस्केको चारै भेटाइन म अब घर जान्छु घर गएर केराको दाम्चा पकाएर टिपेर पकाउँछु अब के भन्दै जानु घर मम्मीले मार्नुहुन्छ उफ ल साथीहरू होस् देसी के होस् अब मैले भेटेको यति हो यति गरेर जान्छु खोज्नु त कति प्रयास गरेको हो चारै भेटिनँ सिस्नो मात्रै सिस्नो चाहिँ हामी दिँदैनौँ र मलाई जेसुकै होस् भोक लाग्यो म चाहिँ चाउलो खान्छु है त साथीहरू भात बिचरा खाएर समय दिइहालेर पठाउनु भएको चारो चाहिँ यति छ अनि त्यही भएर अलिक यहाँ बस्छु म जम्बु लाग्यो भने त बिस्कुट र चाउचाउ हेर यत्रो यो बिस्कुट यो चाउचाउ यत्रो धेरै खाजा दिदी पठाउनु भएको खाजा लिएको सदुपयोग पनि भएन म त मर्यो अब होस् खाइ पो दिन्छु मैले हात यहाँ पर सिँगार दिएको थिएँ मेरो चारो देखेर मान्छे हाँस्छ है अब पाइनापल बिस्कुट खानु खानु म त लास लाग्यो घर जानु पनि म किन फर्काएर लानु खाइदिने ग्राम ग्राम बिस्कुट पनि खाइसकेँ चाउचाउ पनि खाइसकेँ अब के गर्नु कस्तो पानी खानु मन लाग्यो काटेर पनि खाइदिन्छु लु भयो यति खानु गरौँ बिस्कुट पनि खाएँ चाउचाउ पनि खाएँ
अब म के गर्नु भयो, चारै छैन, कहाँ जानु के गर्नु। अब यति लडेर जाउँ घरमा के भन्दै जानु, मम्मीले कहाँ गएर आइस चारो चाहिँ खोजिन भन्नुहुन्छ होला। जानु त कहाँ जानु र, कहीँ पनि गएको छुइनँ, चारो खोजेको भेट्दै भेटिनँ, फेरि 10 बजी नै हिँडेको। म त के गर्नु भयो, कहाँ खोज्नु मैले चारो। म एक अलैँचीबारीमा पसेको, चारै छैन, सिस्नै मात्रै छ। सिस्नो हामी लगाइदिउँ न त ल साथीहरू। मेरो भिडियो चाहिँ आज लामो हुन्छ होला, म चाहिँ भिडियो यहीँ एन्ड गर्छु साथीहरू। अब के गर्नु, अकमक्क परे। अब म 2टा रोड छ, अब यो बाटो जान्छु कि यो बाटो जान्छु, अब चारो खोज्दै जान्छु कि के गर्छु थाहा छैन। होइन हौ, अब म खोज्दिनँ होस् जान्छु, किनकि रात परिसक्यो, 3 बज्न आँटिसक्यो। अनि 3 बजे पनि अब 4 बजे जति धेरै बज्छ उति धेरै चारो नरिक्दा त मम्मीले घरमा त अब बाँकी राख्नुहुन्न। त्यही भएर जान्छु, केराको दाम्चा काट्छु अनि चारो बसाउँछु, मम्मीलाई खुसी पारिहाल्छु। ल साथीहरू यति भन्दै आज चाहिँ मैले चारो टिप्न आएको, खाजा पनि लिएर आएको। खाजाको मात्रै विनाश भयो, चारो चाहिँ उही टिपिन पनि। अब भेट्दा त भेटिनँ होइन। अनि अब म सरसरी घर जान्छु, घर गएर त्यही केराको दाम्चाहरू छ त्यही टिप्छु। है मम्मीले भन्नुहुँदै थियो नि केराको दाम्चा छ होस् नजाउँदा भन्नुहुन्थ्यो, जान्छु एक डोको लिएर आउँछु भनेको, डोकै मात्रै लिएर जानु पऱ्यो। ल साथीहरू यति भन्दै म अर्को भिडियोमा फेरि भेट हुनुपर्छ भन्दै, अर्को भिडियो कहिले हुन्छ कस्तो हुन्छ अहिले नै चाहिँ भन्दिनँ, अब कहिले लिएर आउँछु के हुन्छ भन्दै त्यति जेलसम्मका लागि म चाहिँ भिडियोबाट बिदा लिन चाहन्छु। सबैजनाले मेरो भिडियोलाई चाहिँ माया गरिदिनु होला, अनि यदि नयाँ साथीहरू हुन्छ भने सब्सक्राइब गरिदिनु होला। यति मेरो सधैँको साथीहरूले चाहिँ हेरेर लाइक कमेन्ट गरिदिएर साथ दिनु होला भन्दै आज चाहिँ म चाहिँ बिदा हुन्छु साथीहरू। बाई बाई।